कहिल्यै सोच्नु भएको छ हामी कुनै पनि नयाँ सिप वा जानकारी कसरी आफ्नो दिमागमा राख्छौं? बच्चाले हिँड्न सिक्नेदेखि लिएर कुनै जटिल गणितको हिसाब मिलाउनेसम्म यो सबै एउटा प्रक्रियाबाट हुन्छ जसलाई सिकाइ भनिन्छ। तर यो प्रक्रिया वास्तवमा काम कसरी गर्छ त? हो, आजको हाम्रो विश्लेषणको केन्द्रमा यही एउटा आधारभूत तर गहिरो प्रश्न रहेको छ। आउनुहोस्, हामी सिक्ने प्रक्रियालाई व्याख्या गर्ने केही सबैभन्दा महत्त्वपूर्ण मनोवैज्ञानिक सिद्धान्तहरूको एउटा यात्रामा निस्कौं। ल, अब यसमा डुबौँ है त। हामी सुरुमा सिकाइ सिद्धान्त भनेको के हो भनेर बुझ्नेछौँ। त्यसपछि व्यवहारवाद, संज्ञानवाद र निर्माणवाद जस्ता प्रमुख सिद्धान्तहरूको बारेमा एक एक गरी केलाउनेछौँ र अन्त्यमा यी सिद्धान्तहरू हाम्रो लागि आखिर किन महत्त्वपूर्ण छन् भन्ने कुरामा पनि प्रकाश पार्नेछौँ। सबैभन्दा पहिले सिकाइ सिद्धान्तको अर्थ के हो, आउनुहोस् त्यसलाई स्पष्ट पारौँ। सरल शब्दमा भन्नुपर्दा सिकाइ सिद्धान्त भनेको एउटा वैज्ञानिक फ्रेमवर्क हो जसले हामीले कसरी नयाँ कुराहरू सिक्छौं भन्ने प्रक्रियालाई बुझाउँछ। यो कुनै अनुमान मात्र होइन, मनोवैज्ञानिकहरूले लामो समयको खोज र अनुसन्धानपछि यस्ता सिद्धान्तहरू बनाएका हुन्। सबै सिकाइ सिद्धान्तहरूले मूलतः यही एउटा मुख्य प्रश्नको जवाफ खोज्ने प्रयास गर्छन्। हाम्रो व्यवहारमा आउने परिवर्तनको पछाडि आखिर के कारण छ त? हो, यही प्रश्नको जवाफ खोज्दै जाँदा विभिन्न सिद्धान्तहरू विकसित भएका हुन्। अब हाम्रो पहिलो प्रमुख सिद्धान्तमा जाउँ, व्यवहारवाद। यो सिद्धान्तले सिकाइलाई बाहिरबाट देखिने कुराहरूमा मात्रै केन्द्रित गर्छ। व्यवहारवादीहरूका अनुसार यदि कुनै कुरा सिकिएको छ भने त्यो व्यवहारमा देखिनै पर्छ। उनीहरू दिमागभित्र के चलिरहेको छ भन्ने कुरामा खासै चासो राख्दैनथे, बरु के देखिन्छ भन्नेमा बढी विश्वास गर्थे। उनीहरूको मान्यता के थियो भने सिकाइलाई मापन गर्न सकिनुपर्छ। यो सिद्धान्तको मूल आधार भनेको उद्दीपक र प्रतिक्रिया बीचको सम्बन्ध हो। यसको मतलब कुनै बाहिरी घटना जसलाई उद्दीपक भनिन्छ त्यसले हामीमा एक निश्चित व्यवहार अर्थात् प्रतिक्रिया उत्पन्न गराउँछ। यो सम्बन्ध जति बलियो हुँदै जान्छ, सिकाइ त्यति नै पक्का भएको मानिन्छ। अनि यहाँनिर एउटा एकदमै रमाइलो कुरा आउँछ। व्यवहारवादलाई ब्ल्याक बक्स थ्योरी पनि भनिन्छ। किन होला? किनभने उनीहरूले दिमागलाई एउटा कालो बाकसको रूपमा हेरे। उद्दीपक भित्र जान्छ र प्रतिक्रिया बाहिर आउँछ, तर त्यो बाकसभित्र के भयो त्यो जान्नु जरुरी छैन भन्ने उनीहरूको मान्यता थियो। यसको सबैभन्दा प्रसिद्ध उदाहरण त इभान पाभलोभको कुकुरमाथिको प्रयोग नै हो। हेर्नुहोस् है, सुरुमा घण्टी बजाउँदा कुकुरले कुनै प्रतिक्रिया दिएन। त्यसपछि पाभलोभले घण्टी बजाएर खाना दिन थाले, जसले गर्दा कुकुरको र्याल आयो। यो प्रक्रिया धेरै पटक दोहोर्याएपछि अन्त्यमा के भयो भने खाना नदिकन घण्टी मात्र बजाउँदा पनि कुकुरको र्याल आउन थाल्यो। यहाँ घण्टी एउटा उद्दीपक बन्यो जसले र्याल आउने प्रतिक्रिया सिकाउन सफल भयो। तर के सिकाइ भनेको केवल बाहिरी व्यवहार मात्रै हो त? दिमागभित्र केही हुँदैन त? हो, यही प्रश्नले हामीलाई अर्को सिद्धान्तमा लैजान्छ, संज्ञानवाद। यो चाहिँ व्यवहारवादको ठ्याक्कै उल्टो दृष्टिकोण हो भन्दा पनि हुन्छ। जहाँ व्यवहारवादले बाहिरी व्यवहारमा जोड दिन्छ, त्यही संज्ञानवादले दिमागभित्र हुने मानसिक प्रक्रियाहरूमा ध्यान केन्द्रित गर्छ। यो सिद्धान्तले त्यो ब्ल्याक बक्सभित्र के हुन्छ भनेर खोतल्ने प्रयास गर्छ। संज्ञानवादीहरूका अनुसार सिकाइ भनेको सोच्ने, बुझ्ने र कहिलेकाहीँ अचानक कुनै कुराको समाधान फेला पार्ने, जसलाई अन्तर्दृष्टि भनिन्छ, यस्ता बौद्धिक प्रक्रियाहरूको परिणाम हो। यो केवल उद्दीपक र प्रतिक्रियाको खेल मात्रै होइन। र यसले यो कुरालाई एकदमै राम्रोसँग देखाउँछ। यदि व्यवहारवाद ब्ल्याक बक्स हो भने संज्ञानवादलाई व्हाइट बक्स थ्योरी भनिन्छ। किनभने यसले दिमागभित्रका प्रक्रियाहरूलाई बुझ्न सकिन्छ र ती पारदर्शी छन् भन्ने मान्यता राख्छ। अब तेस्रो सिद्धान्तमा जाउँ जसले सिकाइलाई अझ फरक र सक्रिय दृष्टिकोणबाट हेर्छ। यो हो निर्माणवाद। यसको मुख्य कुरा के हो भने निर्माणवादका अनुसार हामी खाली दिमाग लिएर सिक्दैनौँ, हामीले नयाँ जानकारीलाई आफ्नो पुरानो अनुभव र ज्ञानसँग जोड्दै मिलाउँदै आफ्नै लागि नयाँ अर्थ निर्माण गर्छौँ। जस्तै गणितको नयाँ सूत्र सिक्दा हामीले पहिले सिकेको जोड घटाउको ज्ञान प्रयोग गर्छौँ नि, हो त्यस्तै। यहाँ सिकाइ एक सक्रिय प्रक्रिया हो जहाँ ज्ञान बाहिरबाट आउने मात्र होइन, भित्रबाट निर्माण पनि हुन्छ। ल, हामीले तीनवटा फरक सिद्धान्तहरू त हेर्यौं, तर प्रश्न उठ्छ, यी सिद्धान्तहरू जान्नु किन आवश्यक छ र यसको के महत्त्व छ?
यी सिद्धान्तहरूले शिक्षकहरूलाई पढाउने तरिका सुधार गर्न मद्दत गर्छन्। यसले शिक्षालाई विद्यार्थी केन्द्रित बनाउन, मानिसको व्यवहारको अनुमान लगाउन र समस्या समाधान गर्ने क्षमता बढाउन सहयोग पुर्याउँछ। अझ महत्त्वपूर्ण कुरा, यसले उत्प्रेरणा र सही पृष्ठपोषण किन जरुरी छ भन्ने कुरा पनि देखाउँछ र समग्र शिक्षा प्रणालीलाई एउटा वैज्ञानिक आधार दिन्छ। यो तालिकाले हामीले छलफल गरेका केही कुराहरूलाई सारांशमा देखाउँछ। हेर्नुहोस् त, पाभलोभको कुकुरमाथिको प्रयोग व्यवहारवादी सिद्धान्तभित्र पर्छ भने कोहलरको चिम्पान्जीमाथिको प्रयोगले संज्ञानात्मक सिद्धान्तको अन्तर्दृष्टि पक्षलाई देखाउँछ। हरेक सिद्धान्तको आफ्नै प्रतिपादक, प्रयोग र वर्गीकरण रहेको छ। र अब अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न त। हामीले कुनै नयाँ कुरा सिक्दा के त्यो केवल बानी परेर हुन्छ, व्यवहारवादले भने जस्तै, कि सोचेर र बुझेर हुन्छ, संज्ञानवादले भने जस्तै, वा पुरानो ज्ञानसँग जोडेर आफैले निर्माण गरेर हुन्छ, जुन निर्माणवादको कुरा हो? सायद हाम्रो सिकाइ यी सबैको एउटा सुन्दर मिश्रण पो हो कि?